त्यसको बुढीलाई त लाताले हान्नु पाउँदैन भने मलाई लाताले हान्ने हो त? म त जस्तो हो नि 10 धारा चुसेको आमा हो नि त। अनि छोराले लाताले हानेपछि त अन्य मलाई चित्त दुख्दैन त भन्नुहोस् त। मेरो बुढा हुनुहुन्न, मेरो बुढा भएको भए तिनीहरू कमाइ खानु पर्ने छैन। हुन त तिनीहरू कमाइ मैले खाएन, दुःख गर्यो, छोराको बेदान गर्यो। छोरा पहिला बिहे नगरेसम्म त राम्रै थियो, बिहे गरेपछि त छोरा त आमापट्टि त छैन, ऊ त फर्क्यो। आमाले त राम्रो नगर्ने रहेछ, छोराले यस्तैमा लाप्चाले हान्यो कि मलाई। त्यो मुखले भने त हुन्थ्यो नि होइन, म त जन्म दिने आमा हो नि त जस्तो भए पनि होइन र। त्यो लाताले हान्ने हो त, मेरो बुढाले त लाताले नहानेको, मलाई छोराले लाताले हान्ने हो त। अनि त म मरे पनि चाहिँदैन भनेर आएँ नानी। मलाई यहाँ पनि राम्रो छ, मेरो हाम्रो जन्म दिने आमा नभए भने यहाँ आमा हुनुहुन्छ यहाँको। कहिलेकाहीँ लाग्छ आमा यो सबै देख्दाखेरि होइन, बरु सन्तानै नभएको भए हुन्थ्यो, बरु एक्लै भएको भए हुन्थ्यो भन्ने लाग्छ आमा। नातिनी छ, नातिनी मैले हुर्कायो, मैले बढायो, मैले पढायो। त्यसको छोरीलाई पढाएर अहिले म यहाँ पर्ने वर्षमा नाति जन्मेको छ अरे, पलाती जन्मेको छ अरे